विजय साई पद्मासनमा बसेर ध्यान गर्न थालेको आज ठीक 8 दिन पुरा भइसकेको छ। अर्थात् 192 घण्टा बितिसकेको छ। उनी मौन व्रतमा गहिरो ध्यानमा छन्। अन्न नखाई मन्दिरभित्रै यसरी ऊ तपस्या लिनको लागि निरन्तर विगत 8 दिनदेखि यसरी नै बसिरहेका छन्। What is the powerhouse of the cell? कोषको शक्ति केन्द्र भनेको के हो? माइटोचोन्ड्रिया हुन्छ है। बीएसआई चिटिङ गरेको बीएसआई फेक हो भनेर ल्याउनु भयो भने अरूले मलाई केही गर्नु पर्दैन क्या, म आफै मर्छु। यो अहिले मैले माइक्रो लिङ्कमा मैले मिडियामा भने तपाईँ के आत्महत्या गर्नुहुन्छ? म आत्महत्या गर्छु, तर मलाई कसैले फेक साबित गर्यो भने। मोबाइल बनाउने आविष्कार गर्ने व्यक्तिको नाम के? व्यक्तिको नाम के भन्नुहोस् न तपाईँ। मैले भन्नु हामीले अध्ययन गरेर अगाडि बोल्दा, अध्ययन गरेर हामीले कामहरू गर्दाखेरि बेस्ट हुन्छ। उपनामले चिनिने सार्क राष्ट्र कुन हो? अप्सन दे। बंगलादेश, पाकिस्तान, भुटान, भारत। पैसा देखाउँ त एकछिन। ल्यान्ड अफ गोल्डन फाइबर होइन, मैले दिन पर्छ। हजुर एकछिन दिनु सर। होइन यतिकै सोध्दा हुँदैन। हेर्छु नि म सर है। ल्यान्ड अफ गोल्डन फाइबर फेरि पनि है। हजुर हजुर। ल्यान्ड अफ गोल्डन फाइबर उपनामले चिनिने सार्क राष्ट्र कुन हो? बंगलादेश, पाकिस्तान, भुटान, भारत। पाकिस्तान। पाकिस्तान रङ है। हजुर रङ है। बंगलादेश राइट है। म हेर्छु सबै। ल्यान्ड अफ गोल्डन फाइबर भनेको बंगलादेश, पाकिस्तान, भुटान, भारत। ल्यान्ड अफ द गोल्डन फाइबर उपनामले चिनिने सार्क राष्ट्र कुन हो? बंगलादेश, पाकिस्तान, भुटान, भारत भनेको बंगलादेश। अनि अब कतिपय कुराहरू तलमाथि हुन्छन्, एउटा दुईटा क्वेसनहरू अब कहिले होला है। मैले कसरी नेपाल देशलाई कायापलट गर्न सक्छु शिक्षाको क्षेत्रमा? किनभने अहिले नेपालको शिक्षाले मान्छेलाई योग्य मात्र बनाएको छ, दक्ष बनाएको छैन। यो नेपाली शिक्षाले अहिलेसम्म देश बनाउने काम मात्र, देश चलाउने काम गरेको छ, बनाउने काम गरेको छैन। त्यस कारणले नितान्त रूपले यो मेरो क्षमतालाई म जस्ता हजारौं मान्छेहरूले मेरो क्षमता सिकेर मेरो नलेजहरू उहाँहरूले बटुलेर उहाँहरूले स्वयं जागिरी खानुपर्छ र मैले त्यतिसम्मको बनाउनुपर्छ भन्ने तरिकाले म हिँडेकै कारणले गर्दाखेरि म जागिरतिर मेरो ध्यान छैन। सबैले जागिरी खानु तरिकाले मैले बनाउनुपर्छ भन्ने तरिकाले म अगाडि बढेकै कारणले गर्दाखेरि मलाई अहिले विभिन्नतिर मेरो ध्यान छैन। साँच्चै यो नेपाली समाजमा मेरो क्षमताले कसरी माहौल र यो नेपाली देशलाई विश्व जगतमा कसरी रोशन गर्छ त भन्ने तरिकाले सोचेर म अगाडि बढेको मान्छे हो। किनभने विश्व अहिले प्रतिस्पर्धाको लडाईँमा दौडिरहेको अवस्थामा, पहिचानको लडाईँमा दौडिरहेको अवस्थामा हामी नेपाली भने हो क्षमता भित्र त्यो गुम्सिएका क्षमताहरूलाई विवाद गर्दै क्षमतावान भएका मान्छेहरूलाई खुट्टा तान्दै अगाडि बढ्दै हैन कसरी हुन्छ उलाई सकाउनु पर्छ भन्ने तरिकाले लागि परेको छ क्या।